हेलो एभ्रिवान, सबैलाई नमस्ते। सबैजनालाई सृजनाज किचनमा स्वागत छ। साथीहरू, मैले आज ग्लुटन फ्री एकदमै हेल्दी ब्रेडको रेसिपी लिएर आएको छु। मैले यसलाई चाहिँ हेल्दी बाइट भनेर चाहिँ नाम दिएँ। यो चाहिँ बिना मैदा, बिना फ्लोर, बिना पिठोको बनेको छ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला कृपया। त्यसको लागि मैले 200 ग्राम जस्तो मसुरको दाल भिजाएको छु। 2-3 घण्टा लगभग, मिनिमम पनि 3 घण्टा भिजाउनु पर्ने हुन्छ। र भिजिसकेको छ। यसलाई भिजिसकेपछि मैले केही पनि नहालिकन त्यत्तिकै थोरै दुध हालेर यसलाई चाहिँ पिस्दैछु। थोरै दुध हालेर, धेरै दुध पनि होइन, अलिकति यसलाई पिस्नको लागि अलिकति यति दुध हालेर मैले पिस्छु। दुध चाहिएपछि एड गर्न मिल्छ। यो पेस्ट रेडी भयो, एकदम महीन पेस्ट। यो पेस्टले हाम्रो चाहिँ बालमा लगायो भने हाम्रो चाहिँ कपालको चाहिँ रुसीहरू पनि जान्छ, एकदमै राम्रो हुन्छ बाल। अनि स्किनमा लगायो भने, अनुहारमा लगायो भने हाम्रो चाहिँ अनुहार एकदमै चमक आउँछ अनुहारमा। यो एकदमै फाइदाजनक छ। अनि यसलाई मैले एकछिन थोरै दुध एड गरेर मजाले मिक्स गरेँ। अब यसमा मैले बल्ल अरू चिजहरू मिक्स गर्दैछु। अलिकति ल्वाङसुक मिल्कको धुलो, अनि थोरै मैले पाउडर मिल्क एड गरेको छु। पाउडर मिल्क पनि यसैमा एकदमै यसको स्वाद एकदम मिठो आउँछ। अहिलेसम्म चिनीहरू मैले एड गरिसकेको छैन फ्लेभरको लागि मैले। अनि यसमा चाहिँ थोरै बाइन्डिङको लागि अलिकति कर्नफ्लोर युज गरेको छु। कर्नफ्लोर चाहिँ 50-60 ग्राम छ, त्यहाँभन्दा धेरै छैन हैन। आफ्नो इच्छाअनुसार कति हाल्नुहुन्छ। अनि मैले अलिकति 1 कप जस्तो कोरेको गाजर हालेको छु। गाजरलाई कोरेर अनि त्यस्तै गरेर यसलाई पनि अब यहाँ मजाले मिक्स गर्दैछु। मिक्स गर्नुपर्ने हुन्छ यसलाई चाहिँ। कस्तो राम्रो चाहिँ आइसकेको छ। यो कलर पनि कस्तो राम्रो आउँछ के। अनि अब यसमा फेरि अन्य चिजहरू अझै मिक्स गर्नुपर्ने हुन्छ साथीहरू हैन। खाने त खाने, हेल्दी खाने हैन। अनि त्यसैले अब यसलाई मजाले चलाइसकेपछि अब मैले यसमा अलिकति यो ड्राई नट्सहरू छ मसँग, काजु बदाम छ, पम्पकिन सिड छ। यसलाई चाहिँ मैले ग्राइन्ड गरेर पम्पकिन सिडलाई त्यत्तिकै हालिदिन्छु। काजु बदामलाई मैले पिसेर मसिनो बनाएर हालिदिन्छु, अथवा दरदरा पिसे पनि हुन्छ। यसलाई यहाँ हालिदिन्छु। अनि यसपछि यसलाई यहाँ मिक्स गरिसकेपछि थोरै मैले बेकिङ पाउडर मिक्स गरेँ। अनि पिसेको ड्राई नट्स, काजु बदाम अनि नपिसेको पम्पकिन सिडलाई मैले यहाँ मिक्स गरेँ। अनि त्यसपछि मैले अलिकति यसलाई चाहिँ अलिकति स्पन्ज राम्रो आओस्, सफ्ट बनोस् भनेर अलिकति घिउ पनि एड गरेको छु, प्योर घिउ। यसलाई बटर अथवा भेजिटेबल ओइल पनि हजुरहरूले युज गर्न सक्नुहुन्छ, तोरीको तेल बाहेक। अनि त्यस्तै गरेर अब मैले अलिकति यसमा चाहिँ 2 चम्चा जस्तो दही, यसले चाहिँ के भन्छ, दहीले चाहिँ सफ्ट ल्याउँछ अनि स्पन्जी हुन्छ के हाम्रो चाहिँ। अनि थोरै दही एड गर्न गइरहेको छु, धेरै पनि होइन, 2 चम्चा जस्तो। यो एकदमै सजिलो, घरै बनाएर खान सकिने हैन। कराईमा पनि बनाउन मिल्छ, ओभन नभए पनि केही फरक पर्दैन। कराईमा 1 घण्टाको टाइम लिन्छ यसले। ओभनमा चाहिँ मैले यसलाई 40 मिनट जति बेक गर्दैछु। अनि फ्लेभरको गुलियोको लागि मैले चिनी एड नगरेर एकदमै हेल्दी गुड पाउडर, जागरी पाउडर एड गरेको छु। यो जसले पनि खान मिल्छ, केटाकेटी, बुढाबुढी, सुगरको बिरामी, जसले पनि खान मिल्छ, एकदमै हेल्दी छ। र मैले अब यसलाई ब्रेड मोडमा चाहिँ हाल्दैछु हैन। ब्रेड मोडमा हालेर अनि यसलाई चाहिँ ट्याप पनि गर्नुपर्ने हुन्छ के। यसलाई पहिला त सबै हालौँ हैन। अनि अरू कुरा, भिडियोलाई कृपया मैले एकदमै लाइक, सेयर, सब्सक्राइब, कमेन्टको अपेक्षा गरेको छु। कृपया कसले कहाँबाट हेरिदिनुहुन्छ, लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। धेरै नै अपेक्षा गरेको छु। अब भिडियो कस्तो मान्नुहुन्छ, जस्ताको तस्तै भनिदिनु होला। यसलाई सम्ब्याए अनि माथिबाट अलिकति पम्पकिन सिडलाई चाहिँ स्प्रेड गरिदिएँ यसरी। अनि हल्का ट्याप गर्नुपर्ने हुन्छ कि यसलाई बराबर ल्याउनको लागि। अनि मैले प्रिहिट माइक्रो ओभनमा, कन्भेक्सन मोडमा यसलाई चाहिँ 180 डिग्रीमा 40 मिनट चाहिँ बेक गरेँ। यसलाई चाहिँ कराईमा बेक गर्दाखेरि पनि हुन्छ, तल नुन राखेर स्ट्यान्ड राखेर। अनि 1 घण्टा लाग्छ। यहाँ चाहिँ 40 मिनटमा तयार भयो। अनि यसरी टेस्ट गर्न सजिलो हुन्छ। अनि यो मजाले पाकिसकेको छ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा, साथ दिनुभएकोमा धन्यवाद छ। र अनि अब यो पाकिसक्यो। अब यसलाई मैले थोरै अलिकति घिउ दलेर, किनभने यसको चाहिँ साइनिङ आउनु पऱ्यो नि त, अनि हल्का घिउ यसरी माथिबाट चाहिँ दलिदिन्छु। र अनि हल्का चिसो कपडाले एकछिन सेलाउन्जेल ढाकिदिन्छु साथीहरू। एकछिन यसलाई यत्तिकै, कपडा भिजेको छ सफा कपडाले, यसरी एकछिन ढाकिदिनु पर्ने हुन्छ। र हेर्नुहोस् न, कस्तो स्पन्जी छ, कति सफ्ट बनेको छ। अब यसलाई मैले डिमोल्ड गर्दैछु हैन। काठको बेकिङ उसमा डिमोल्ड गर्दैछु। यहाँ अड्क्यो के थोरै, हेर्नु न कति स्पन्जी बनेको छ पछाडिबाट। अनि यसलाई यसरी हजुरहरूले घरमा एकचोटि ट्राई गर्नुहोला। र अब मैले यसलाई चाहिँ कटिङ गरेर
दिँदैछु। हल्का तातै छ, मनतातो छ, त्यसले केही फरक पर्दैन। र अलिक टुट्ने सम्भावना चाहिँ हुन्छ है तातोमा। ल मैले थोरै यसमा स्लाइस गर्दैछु। भिडियोलाई कसले कहाँबाट हेर्दै हुनुहुन्छ कृपया फेरि पनि भने लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गरिदिनु होला। थ्याङ्क यू एभ्रिवान। ह्याभ अ नाइस डे। बाई बाई। सी यू नेक्स्ट भिडियो एन्ड इन्जोय योर डे।